वेलकम टू अलोक सेवा इनसाइड नेपाल युट्युब च्यानल। मिति 2083 3 महिना 17 मा प्रकाशित वस्तुगत प्रश्नोत्तर सम्बन्धी जानकारी दिँदैछौँ। G7 को 52औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो? सन् 2026 जुन 15 देखि 17 फ्रान्समा। अध्यक्षता फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोनले गरेका थिए भने विभिन्न 9वटा घोषणापत्र जारी गरिएको थियो। चौथो राष्ट्रिय मिडिया सम्मेलन कहिले सम्पन्न भएको थियो? विक्रम सम्वत 2083 असार 6 देखि 7 बुटवलमा भएको थियो। दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा शताब्दीपछिकै विनाशकारी भूकम्प कहिले गयो? सन् 2026 जुन 25 मा 7.2 र 7.5 म्याग्निट्युडका दुई ठूला भूकम्पहरू गएका थिए। यङ स्टार फाउन्डेसनद्वारा प्रदान गरिएको वर्ष 2082 को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड कसलाई सम्मानित गरियो? रेणुका नगरकोटे। यस अवार्डको पुरस्कार राशि रु 1 लाख रहेको छ। राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन 2026 कहिले सम्पन्न भएको थियो? विक्रम सम्वत 2083 असार 6 र 7 गते। आयोजना स्थल ललितपुर रहेको थियो भने सम्मेलनमा 11 बुधे काठमाडौँ घोषणापत्र जारी गरिएको थियो। मध्य प्रदेशद्वारा आर्थिक वर्ष 2083-84 का लागि प्रदेश सभा समक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ? रु 41 अर्ब 13 करोड 86 लाख। यार्सा गुम्बाको वैज्ञानिक नाम के हो? कोर्डिसेप्स सिनेन्सिस। यार्सा गुम्बालाई अङ्ग्रेजीमा क्याटरपिलर फाइगस भनिन्छ। मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 कसले प्रदान गरियो? लेखक तथा अध्येता रमेश रुचेपति श्वेता सादुल। पुरस्कार राशि 2 लाख, नगद र सम्मान पत्र। कर्पोरेट कमर्सियल भेहिकल अवार्ड 2026 कसलाई प्रदान गरियो? फोटोन। तपाईको कामले नै तपाईको पहिचान बनाउँछ, बोलीले त केवल भ्रम मात्र उत्पन्न गर्छ भन्ने व्यक्तित्व को हुन्? चिनिया धनाढ्य ज्याक मा। फिफा विश्वकप इतिहासको हजारौं खेल कुन देश बीच भयो? जापान र ट्युनिसिया। सन् 2026 जुन 21। 23औं विश्वकप अन्तर्गत विवाहित महिलाको सौन्दर्य प्रतियोगिता दि मिसेस नेसनल सिजन 4 का उपाधि विजेता को हुन्? पूजा शाह। फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई अनिश्चितकालका लागि कहिले निलम्बन भएको हो? सन् 2026 जुन 24 मा। एन्फा पदाधिकारी बीचको आन्तरिक कलह लगायतका कारण फिफाले एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो। जुम्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा कहिले गरिएको हो? विक्रम सम्वत 2083 असार 16 गते। सुदूरपश्चिम प्रदेशद्वारा आर्थिक वर्ष 2083-84 को लागि प्रदेश सभा समक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ? रु 37 अर्ब 70 करोड 39 लाख। आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयन आएको हो? सन् 2021 जनवरी 22 मा। अन्तर्राष्ट्रिय क्षमादान संगठन भनेर कुन संस्थालाई चिनिन्छ? एमनेस्टी इन्टरनेसनल। यसको स्थापना सन् 1961 जुलाईमा भएको छ भने प्रधान कार्यालय लन्डनको बेलायतमा रहेको छ। नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउने लक्ष्य लिएको छ? सन् 2030 सम्म। विश्व आर्टिफिसियल इन्टेलिजेन्स एआई को तेस्रो शिखर सम्मेलन कहाँ र कहिले सम्पन्न भएको हो? सन् 2025 फेब्रुअरी 10 र 11 मा पेरिसमा। पहिलो सम्मेलन सन् 2023 बेलायतमा भएको थियो भने दोस्रो सम्मेलन 2024 दक्षिण कोरियामा, तेस्रो सम्मेलन चाहिँ फ्रान्समा भइहाल्यो। विक्रम सम्वत 2083 असार 15 गते कतिऔं राष्ट्रिय धान दिवस मनाइयो? 23औं। नारा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि। नेपालका प्रमुख खाद्य बाली धान, दोस्रो मकै, तेस्रो गहुँ रहेका छन्।